हेलो गाइस, गुड इभिनिङ सबैजनालाई। आज चाहिँ हामी पापा छोरी चाहिँ अलिकति आँगन सफा गर्ने भनेर चाहिँ झाडु लिन गएको थिएँ नि त, झाडु खोज्न गएको थिएँ नि त म। नानी पनि पछ्याउँदै आउनुपर्छ नि त, सो त्यही कारणले नानीलाई पनि झाडु बोक्नु लगाएको। यस्तो पाराले हुन्थेन नि, अल्छी पाराले। उसको झाडु चाहिँ यहाँ छ, हेर्नुहोस् न गाइस। केही गर्नु पर्दैन, चाहिहाल्छ सबै कुरा। काम भनेपछि त उसलाई केही गर्नु पर्दैन। हेर्नुहोस् है गाइस, हाम्रो घर चाहिँ यस्तो छ है। अस्ति हामी सयपत्रीको दिवालीमा सयपत्री फुलहरू ढिलो रोप्यो नि त, त्यही कारणले चाहिँ दिवाली दसैँ गएर चाडबाड गएर हेर्नुहोस् न ढकमङ्ग फुलिरहेछ। अनि काम गर्नु भनेको चाहिँ यो हो। आज कम त मैला छैन, हेर्नुहोस् न कुखुराहरूले चारो खाँदैछ। भाले रिस उठाउँछ, यो भालेले चाहिँ मलाई साह्रै रिस उठाउँछ यो भालेले चाहिँ। अन्त बिहानै काममा जानुपर्छ हो, अलिक टाइमसम्म सुत्नै पाउँदैन, उठाइहाल्छ दैलेको छेउमा आएर। अन्त हेर्नुहोस् नि गाइस, मैले रोपेको भोटे धनियाँ फुलहरू यहीँ छ हो। कुखुराले खोर्सेर हो सकाप गरिदिन्छ नि त। सो त्यही कारणले बारिदिएको मैले हो, सानो टाइपको उयो साग राम्रो बारेर राम्रो फलाएको थियो कि, फलेको थियो। उयो सेतो प्लास्टिकले बारेको थिएँ हो। अन्त अलिक हुर्केको थियो, कुखुराले खोर्सिँदैन होला भनेर सोचेको, ढुट्टो बनाइदिनु। हेर्नुहोस् न गाइस, अन्त उयो चाहिँ त्यो सानो चाहिँ खोर्सानी छ, डल्ले खोर्सानी एक झ्याङ त मरिरहेछ है। यस्तै छ गाइस। हेर्नुहोस् फुल अलिअलि कलेक्सन हुँदैछ हाम्रो फुल हो, सबै हेर्नुहोस् न कलेक्सन छ। यहाँ पनि हो, यहाँ पनि छ, यता सबैजना। यो चाहिँ हिजो बेलुका है यो कम्पनीबाट ल्याएको नि त, सबै फुल चोरेर ल्याएको गाइस, चोरेर। हेर्नुहोस्, यो चाहिँ मेरो बुढी ल्याएको है। अन्त तपाईँलाई यति नै छ, यस्तो छ हाम्रो घर। यहाँ चाहिँ मेरो बुढी, अन्त र म यहाँ। ओके, बाई बाई गाइस। हाम्रो नानी हेर्नुहोस् न, गुड नाइट।